सबैमा मेरो राधे राधे। अंग्रेजी नववर्ष 2026 प्रारम्भ हुन गइरहेको छ र म हजुरहरूको समक्ष मिथुन राशिका व्यक्तिहरूको लागि वार्षिक राशिफल लिएर उपस्थित भएको छु। भिडियोलाई अन्तिम तक पूरा हेरिदिनु होला। मिथुन राशि भएका व्यक्तिहरूको पारिवारिक जीवन धेरै नै राम्रो छ। घर या परिवारमा मांगलिक कार्य हुने संकेत पनि देखिएको छ। घरमा प्रत्येक व्यक्तिमा बातचित पनि धेरै राम्रो रहनेछ र 5 दिसम्बरबाट केतु द्वितीय भावमा हुनाले घरमा सानो समस्या आउन सक्छ तर चिन्ता मान्नु पर्दैन। धेरै जस्तो समय राम्रो नै रहनेछ। 2026 मा मिथुन राशि भएका व्यक्तिहरूको स्वास्थ्य धेरै नै राम्रो रहनेछ र खानपानमा विशेष ध्यान दिनु होला। अनियमित खानपानले गर्दाखेरि अपच र पेट सम्बन्धित समस्या हुने संकेत देखिएको छ। 2026 मा मिथुन राशिका व्यक्तिहरूको दाम्पत्य जीवन धेरै नै राम्रो रहनेछ र 2026 मा प्रेम विवाहको लागि अति उत्तम समय रहनेछ। कुल मिलाएर 2026 प्रेम सम्बन्धको लागि धेरै उत्तम रहनेछ। मिथुन राशि भएका व्यक्तिहरूको नोकरीको क्षेत्रमा सामान्य परिणाम मिल्नेछ। कार्य क्षेत्रको माहौलबाट कहिलेकाहीँ असन्तुष्ट हुनुहुनेछ। व्यवसायको क्षेत्रमा धैर्य राखेर काम गर्नुहोला, राम्रो परिणाम मिल्नेछ। 2026 मा मिथुन राशि भएका व्यक्तिहरूको धन उपार्जन मध्यम रहनेछ। सोचेर खर्च गर्नुहोला। यो वर्ष कसैलाई पनि उधारमा धन नदिनु होला। 2026 मा हजुरले गर्नुपर्ने महा उपाय नियमित रूपमा गौ सेवा गर्नुहोस् र मन्दिर पनि नियमित रूपमा जानुहोस्। सात्विक रहनुहोस्। असहाय व्यक्तिहरूलाई सहाय गर्नुहोस्। यो उपायले गर्दाखेरि हजुरको जीवन सफल बन्नेछ। यो भिडियो मन परेमा आफ्नो प्रतिक्रिया दिएर धेरै भन्दा धेरै शेयर गरिदिनु होला। धन्यवाद।